हेलो एभ्रिवान, के तपाईहरुलाई अनलाइन स्किल्सबाट पैसा कमाउन मन छ? यदि छ भने यु आर इन द राइट प्लेस। फर्स्ट अफ अल, यदि तपाईहरु यो भिडियोमा एप डाउनलोड गरेर एड्स हेरेर पैसा कमाउने होला भनी सोचिरहनु भएको छ भने त्यस्तो हैन। म यो भिडियोमा तपाईहरुलाई रियल स्किल्स कसरी सिक्ने र कसरी त्योबाट पैसा कमाउने भन्छु। अनि म तपाईहरुको लागि जब पनि अफर गर्नेछु यो भिडियोको बीचमा। सो स्किप नगरिकन भिडियो हेर्नु होला। यो भिडियोमा म तपाईहरुलाई नेपालमा सबभन्दा डिमान्डमा भएको 4 स्किल्सको बारेमा भन्ने छु। स्किल नम्बर 4 त एकदम क्रेजी हुनेछ। सो भिडियो लास्टसम्म हेर्नु होला। सबैभन्दा फर्स्ट स्किलमा छ डिजिटल मार्केटिङ एन्ड एसईओ। यो चाहिँ बिजनेसहरुलाई गुगलमा टपमा ल्याउने म्याजिक जस्तै हो। एक्जाम्पलमा बुझौं, इमेजिन गर्नुस् एउटा ट्रेकिङ कम्पनीको वेबसाइट गुगलमा टप 1 मा आयो भने धेरै बुकिङ आउँछ अनि एसईओ एक्सपर्टहरुले 50,000 देखि 2 लाख पर प्रोजेक्ट चार्ज गर्छ। सो 2 देखि 3 क्लाइन्ट पर मन्थ ह्यान्डल गरे पनि राम्रो पैसा हुनेछ। अब कुरा गरौँ हाउ टु लर्न दिस स्किल। फर्स्ट वानमा छ गुगलको फ्री एसईओ कोर्स सुरु गरौँ। सेकेन्डमा छ आफ्नै ब्लग या वेबसाइट बनाएर प्र्याक्टिस गर्नुस्। थर्डमा छ वाच युट्युब भिडियोज। मैले पनि भिडियो हालेको छु हाउ टु स्टार्ट डिजिटल मार्केटिङ, त्यो चेक गर्न सक्नुहुन्छ र युट्युबमा टन्नै नै भिडियोजहरु छ यसको बारेमा। सो युट्युबबाट तपाई सिक्न सक्नुहुन्छ। नम्बर 4 मा छ ट्राई फर इन्टर्नशिप। नेपालमा धेरै नै जबको डिमान्ड छ यो एसईओ डिजिटल मार्केटिङमा। सो तपाईहरु इन्टरभ्यु दिन सक्नुहुन्छ। टन्नै नै जब भ्याकेन्सीहरु पनि खोलेको हुन्छ। स्किल नम्बर 2 मा छ वेब डेभलपमेन्ट। अब कुरा गरौँ वेब डेभलपमेन्टको। आजकल बिजनेसहरुलाई वेबसाइट चाहिन्छ, तर कोडिङ आउनु पर्छ जस्तो सोचिरहनु भएको छ भने टेन्सन नलिनु। तपाई वर्डप्रेस युज गरेर विदाउट कोडिङबाट पनि तपाई वेबसाइट क्रिएट गर्न सक्नुहुन्छ। सो मोर देन 50% अफ वेबसाइट यो ओल्डमाको 50% भन्दा बढी वेबसाइट वर्डप्रेसमा बनेको छ। सो तपाई नसोच्नु कि विदाउट कोडिङ गरे भने वेबसाइट जे पाइते हुन्छ भनेर, त्यस्तो नसोच्नुस् है। सो यु क्यान क्रिएट अ वेबसाइट इन वर्डप्रेस अनि तपाई सेल गर्न सक्नुहुन्छ 25,000 देखि 1 लाख सम्म। यदि तपाईलाई कोडिङ आउँछ भने त प्लस पोइन्ट भइ नै हाल्यो। अब बुझौँ कसरी सिक्ने वेब डेभलपमेन्ट। सो वाच माई युट्युब भिडियोज। मैले यो वर्डप्रेसको वेबसाइट कसरी बनाउने त्यो भिडियो हालेको छु अनि युट्युबमा तपाईँ अरू भिडियो पनि हेर्न सक्नुहुन्छ र आफ्नै क्रिएटिभिटी युज गरेर तपाईँ बेस्ट वेबसाइट बनाउन सक्नुहुन्छ अनि अफर गर्न सक्नुहुन्छ बिजनेसेसहरू जसको वेबसाइट छैन। स्किल नम्बर 3 मा छ भिडियो एडिटिङ। यो चाहिँ एकदम ट्रेन्डिङ स्किल हो। भिडियो एडिटिङ नेपालमा युट्युब, टिकटक, इन्स्टाग्राम धेरै पपुलर छ अनि सबै कन्टेन्ट क्रिएटरहरूलाई एडिटर चाहिन्छ। एडिटर्सहरूले 5,000 देखि 50,000 सम्म पनि चार्ज गर्छ पर भिडियो। सो 50,000 भन्दा बढी नै चार्ज गर्ने छ अनि नेपालको युट्युबरहरूले नि राम्रो एडिटरहरू खोजिरहेको हुन्छ। सो इन्ट्रोमा भनेको जस्तै आई हेभ अ जब अफर फर यु, यु क्यान मेसेज मी इन इन्स्टाग्राम, आई अल्सो निड अ गुड एडिटर। सो तपाईलाई मैले केही भोइसहरु दिन्छु, तपाई त्यो एडिट गरेर एन्ड पठाउन सक्नुहुन्छ मलाई भिडियो एन्ड म सिलेक्ट गर्नेछु एकजनालाई। सो यु क्यान बी माई एडिटर। अब कुरा गरौँ हाउ टु लर्न दिस स्किल्स। फर्स्टमा चाहिँ क्यापकट वा डाभिन्सी रिजल्भ भन्ने जस्तो फ्री टुल्सहरुबाट स्टार्ट गर्नुस्। अनि सेकेन्डमा छ एडोबी प्रिमियर प्रो या फाइनल कट जस्तो सफ्टवेयरहरुबाट एडिट गर्न सिकेर प्रोफेसनल एडिटर बन्नुस्। थर्डमा चाहिँ युट्युबर वा इन्फ्लुएन्सरहरुसँग कन्ट्याक्ट गर्नुस् अनि एडिटिङको जब खोज्नुस्। अब लास्टमा चाहिँ एकदम क्रेजी स्किल इथिकल ह्याकिङ एन्ड बग बाउन्टीको हो। ह्याकिङ तर लिगल। ह्याकर वान, बग क्राउड जस्तो प्लेटफर्मले ह्याकर्सलाई $1000 दिन्छ सिक्युरिटी बग्स फाइन्ड गरेकोमा। नेपालबाट पनि धेरै मान्छेले लाखौं कमाएको छ यो बग बाउन्टीबाट। सो तपाई पनि स्टार्ट गर्न सक्नुहुन्छ। केही दिन अगाडि नै एकजनाले $1000 को बग बाउन्टी कमायो। सो यु क्यान सी द पिक्चर्स इन डिस्प्ले। सो यदि समराइज गरौँ नेपालमा पैसा कमाउने सबभन्दा राम्रो 4 वटा स्किल्स। फर्स्टमा डिजिटल मार्केटिङ एन्ड एसईओ, सेकेन्डमा वेब डेभलपमेन्ट, थर्डमा भिडियो एडिटिङ, फोर्थमा छ इथिकल ह्याकिङ एन्ड बग बाउन्टी। यो भिडियो रमाइलो लाग्यो भने लाइक गर्नु, सब्स्क्राइब गर्नु अनि कमेन्ट गर्न नबिर्सिनु होला। अनि सबैभन्दा दामी स्किल्स कुन लाग्यो तपाईलाई? सो कमेन्ट गर्न सक्नुहुन्छ। अनि यस्तै खालको भिडियो चाहिएमा कमेन्ट गर्नुस्, पक्कै नै भिडियो लिएर आउने छु। एन्ड थ्यांक यू फर टुडे।